हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। अनि आजको भिडियो चाहिँ हो मेरो दादाको जेठाजुको बर्थडे हो। त्यही भएर म बजार जानको लागि रेडी हुँदैछु। त म यहाँ हेर्दैछु मलाई कुन चाहिँ वालाले सुट गर्दैछ। लेकिन एन्डमा मलाई मेरो हस्बेन्डको है स्वेटर लगाउन मन पर्यो। देख्न सक्नुहुन्छ यसमा धेरै सुट गरेछ जस्तो लाग्यो मलाई। तर कमेन्टमा जरुर भन्नु होला कि मलाई कुन चाहिँ ड्रेसमा सुट गर्यो। त अब यही म बजार जान्छु, त्यहाँबाट सामानहरू लिएर आन्छु। हामी मान्छे कसैलाई पनि बोलाउँदैनौँ। हामी जब बर्थडे हुन्छ ठुलो मान्छेको घरमा त हामीहरू सिर्फ आफ्नो फ्यामिली मेम्बरहरू मात्रै बर्थडे मनाउँछौँ। त म बाहिर गइसकेको छु। हेर्न सक्नुहुन्छ बाहिरको भ्यू कस्तो ठन्डा ठन्डा हावा र मौसम एकदमै ठन्डा छ शिलङमा चाहिँ। उता चाहिँ मौसम कस्तो छ मलाई कमेन्ट गरेर भन्नु होला। म बजारबाट आइसकेर हेर्न सक्नुहुन्छ बेलुन वगैरह कोक वगैरह सबै लिएर आइसकेको छु। मैले यहाँ हेर्न सक्नुहुन्छ दादाको लागि हामीले सानो केक लिएर आएको छौँ। त यहीँ मैले नानीहरू सुताएर गएको थिएँ, त नानी अझै पनि सुतिरहेको छ। त मैले फेरि यत्तिकै बेलुन फुलाउँदा फुलाउँदा सोचेँ कि उनीहरू फ्लावर्स हालौँ, हल्का सा सरप्राइज दिउँ दादालाई कुछ नयाँ। त मैले फ्लावर हालेको छु र अझै मसँग गिफ्ट ऱ्यापर थियो। त्यो गिफ्ट ऱ्यापरलाई मैले सानो बनाएर यसको भित्र हालेर दादाको माथि फोडिदिएको छु। हेर्नु होला भिडियोमा अगाडि। यही गर्दा गर्दा मैले आफ्नो चिकन पनि पकाइसकेँ, हेर्न सक्नुहुन्छ। अब दादा पनि आइसक्नु भइसक्यो। त अब केक काट्नको लागि रेडी हुँदैछौँ हामीहरू। यहाँ हाम्रो सबै फ्यामिली हुनुहुन्छ। Happy birthday! खै केक जान्न त। Happy birthday to you. Happy birthday to you. Happy birthday Shada. Happy birthday to you. Sani किसको बर्थडे है? Paco! Happy birthday, Shan! यही छ हाम्रो डिकले केक काट्दैछ। यहाँ कोक रेडी छ, चाना रेडी छ। अब हामीहरू कोक चाना केक खान्छौँ, त्यसपछि एकछिन पछाडि हामीहरू खान्छौँ खाना। यही नानीहरू डान्स गर्दैछ। आजको भिडियो चाहिँ यति नै हो। अब हामी भेट्यौँ नेक्स्ट भिडियोमा। थ्याङ्क यू फर वाचिङ गाइज। बाई बाई, गुड नाइट।